बिरगन्जबाट आइरहँदा चाहिँ मलाई अब होला एउटा हेटौडाको कुनै रिसोर्ट नर्मल होला भन्ने सोच थियो होइन। आइसकेपछि चाहिँ म गेटबाट पस्दैदेखि नै मलाई चाहिँ यस्तो आनन्द आयो कि म एकदम अर्को ठाउँमा एकदम टाढा हुन्छ नि पोखरातिर कता कता धेरै टाढा आइसकेको छु जस्तो लाग्यो। तर धेरै टाढा त होइन, बिरगन्जबाट हामी गाडी रिजर्भ गरेर आउँदाखेरि हामी 1 घन्टामा आइसकेका थियौँ। तर धेरै टाढा त होइन, तैपनि यो भित्र आयौँ, हामीले रुम लियौँ। त्यसपछि यसो बाहिर हेर्दाखेरि त वाउ यति ठुलो, यो चाहिँ 5.5 बिघामा बनेको रहेछ होइन। यहाँ माछा पोखरी पनि रहेछ, एकदम सुन्दर सुन्दर फुलहरू, सुन्दर दृश्यहरू, यस्तो राम्रो फोटो खिच्ने जसलाई सोख छ उनीहरूको लागि झन् अत्यन्तै राम्रो। एकदमै धेरै टाढा टाढा हामी घुम्नलाई गएको छौँ जस्तो लाग्ने, तर बिरगन्जबाट धेरै टाढा पनि छैन। अनि प्लस अब रुमको कुरा गर्नुपर्दा रुमहरू पनि ठिक छ, राम्रो छ। हामी घुम्न आउँदाखेरि बस्नलाई यो ठाउँ चाहिँ एकदमै गजबैको छ। र खानाहरू र सर्भिस चाहिँ एकदमै राम्रो छ, एकदम फास्ट सर्भिस छ होइन। एकदम हामीले रुमबाट फोन गर्ने बित्तिकै रिसेप्सनमा केही माग्यौँ भने पनि यति चाँडै आइपुग्छ। र अर्को कुरा चाहिँ एकदम इम्पोर्टेन्ट, हामी खाना खाइरहेको हुन्छौँ होइन, अनि हेरिरहनुहुन्छ, अनि हामी खाना खाएर उठ्न पनि पाएको हुँदैन, प्लेट लगिसक्नुहुन्छ कि। त्यो चाहिँ मलाई एकदम मन परेको कुरा चाहिँ त्यो प्लेट चाहिँ त्यहाँ रहिरहँदैन टेबलमा, एकदम क्लिन हाइजेनिक होइन, एकदमै राम्रो बेस्ट लाग्यो। र फोटोसोटो खिच्न, भिडियो बनाउन यो ठुलो एरिया छ, रिसोर्ट छ, अनि माछा पोखरी यहाँ होइन। अनि त्यसपछि एकदमै राम्रो सुन्दर छ। यहाँको जुन वर्करहरू जुन हुन्छ नि एकदमै जस्तै हामी सामाजिक व्यक्तित्व हो, त्यस्तै समाजमा घुलमिल गर्ने खालका यहाँका व्यक्तिहरू हुनुहुन्छ। यहाँको सरसफाइदेखि लिएर तपाईँ अब यो रिसोर्टमा आउँदाखेरि एकदमै एउटा कुनै राम्रो स्वच्छ बस्तीमा नै आएका छौँ भने जस्तो लागिरहेको छ। किनभने यसमा तपाईँले यही भित्र रहेर बिहानको मर्निङ वाक पनि गर्न सक्नुहुन्छ, बेलुकाको तपाईँ इभिनिङ वाक पनि गर्न सक्नुहुन्छ। र अब होटल म्यानेजमेन्टको कुरामा पनि यहाँ नास्ता खाना सबै कुराहरू एकदम स्वच्छ र शुद्ध, कुनै मसालेदारहरू भेटिएन र व्यवहार एकदमै उच्च खालको भेटियो। नमस्कार, म रिगल हेटौडा रिसोर्टबाट म यहाँ चाहिँ एफएनबी फुड एन्ड बेभरेज सुपरभाइजरको रूपमा काम गर्दछु। मैले काम गरेको लगभग 8 वर्ष हुँला। हाम्रो यो रिसोर्ट त धेरै पुरानो हो, अब किन्ने चाहिँ कति सालदेखि नै सुरु भएको चाहिँ भन्न सकिएन। यो चाहिँ 5.5 बिघामा फैलिएको छ। यसमा चाहिँ हाम्रो चाहिँ 36वटा रुम छ। हाम्रो यहाँ 36वटा रुममा चाहिँ हजुरको चाहिँ लगभग हजुरको 100 जना जति स्टे गर्न सकिन्छ। हाम्रो यहाँ चाहिँ फिसिङ, बोटिङ, रेस्टुरेन्ट, बार र बस्नको लागि सुविधा छ। अब हाम्रो यो चाहिँ क्षेत्रफल चाहिँ हाम्रो यो ठाउँमा चाहिँ जुन अहिले म उभिरहेकोमा चाहिँ हाम्रो स्टेजमा चाहिँ आउँछ प्रोग्रामहरू, या वर्तमान लाइभ कन्सर्टहरू हुन्छ। अरू चाहिँ अब अनि यहाँ अहिले कतिजना कार्यरत हुनुहुन्छ सरसफाइ कर्मी? स्टाफहरूमा चाहिँ हामी टोटल 45 जना जति छौँ। हाम्रो 2 सिफ्ट हुन्छ। बिहान तपाईँको 6 बजेदेखि 2 बजे, अनि पहिलो सिफ्ट सकेपछि चाहिँ दिउँसो चाहिँ 2 बजेदेखि 10 बजेसम्म। अनि यहाँ चाहिँ कता कताबाट मान्छेहरू आउनुहुन्छ? यहाँ विशेष गरी के को लागि आउनुहुन्छ? विशेष गरी चाहिँ हाम्रो चाहिँ अब सेमिनारहरू बढी हुन्छ, प्रोग्रामहरू, अफिसको सेमिनारहरू, अब कलेज, अफिस, अब नगरपालिकाको हरेकको सेमिनारहरू हुन्छ। त्यसको साथसाथै हामी कहाँ चाहिँ यहाँ चाहिँ अब विवाह, व्रतबन्धको भोजहरू, पार्टीहरू, इभेन्टहरू हुन्छ। अनि यहाँ ठ्याक्क आइपुग्न चाहिँ कहाँबाट लोकेसन? हामी यहाँ चाहिँ लोकेसन सबभन्दा सजिलो चाहिँ बुद्ध चोकबाट लगभग 3 किलोमिटर तपाईँको चाहिँ यता पूर्व आउँदाखेरि चाहिँ हाइवेबाट चाहिँ 3 किलोमिटर आयो भने चाहिँ हामी ठ्याक्कै यहाँ चाहिँ आइपुगिन्छ। अथवा चाहिँ अब कसैलाई लोकेसन थाहा नभएमा अथवा बस पार्क अथवा जहाँ ओर्ले पनि अटो अथवा टेम्पोले रिगल हेटौडा रिसोर्ट भनेपछि उहाँहरूले चाहिँ यहाँ ल्याइदिनुहुन्छ। हस्, धन्यवाद। हस्।
यस्तो के हुँदो रहेछ मैले के डिफ्रेन्ट फिल गरेँ नि